तपाईँलाई नमन पर्ने एउटा प्रश्न गर्नु पर्यो अन्तिममा चाहिँ। भन्नुहोस् न तपाईँले चाहिँ कहिले मन पराउनु गर्नुहुन्छ र? सुदन किराती एमसीसी को दलाल भनेर तपाईँकै पार्टी अध्यक्षले भन्नुभएको थियो। उहाँले नि फेरि मैले पास गरेको हो, मेरो पनि त्यसमा चाहिँ मुख्य हात छ भन्नुभएको थियो। उहाँको पार्टीको पनि कानुनै बनाएर हामीले पास गरेको एमसीसी भन्नुहुन्थ्यो। र धरानमा एयरपोर्ट बन्न नदिने एउटा झाडुवाला भनेर पनि अध्यक्षज्यूले भन्नुभएको थियो। यो राम र रावण क्या, भगवान र राक्षस हिजो थुकाथुक गर्ने आज चाटाचाट गर्न थालेछ। कसरी हिजो थुकाथुक गर्ने अनि आज चाटाचाट गर्ने, फेरि यो श्रम संस्कृति पार्टीमै हुन्छ होइन। फेरि यसमा सुदन किराती त झन् एमसीसीको मतिहार के भने। अब यो श्रम संस्कृति पार्टीको मान्छेहरूले चाहिँ आफूले थुक्ने आफूले चाट्ने गर्छन् के। जस्ट लाइक सुदन किराती र एमसीसीको मतिहार एमसीसी दलाललाई चाहिँ अहिले ल्याएर ठ्याप्पै बनाएको छ होइन। त्यो ठेटी र पाइप जसरी नै के। पहिला यो दुईजनाले एकअर्काले कम्ता विरोध गर्थ्यो, आमामामा हामीले पनि देखेकै कुरा हो नि त त्यो। अहिले चाहिँ हामी यस्तो हामी उस्तो भनेर भुरुक उफ्रिन्छ। अनि त्यो एउटा छ नि आशा लामा करोडौँ ठग, एकजना दिदीलाई दुबई पठाउँछु भनेर अनि 80,000 ठगेर अनि 10,000को बिल बनाउने। करोडौँले पुगेन, थुक्क तिमीहरूको जुनी, अनि आफै थुक्दै आफै चाट्दै गर्ने। तिमीहरूको हैसियत भनेको यति नै हो के।